हेलो अनि नमस्कार साथीहरू। आजको भिडियोमा चाहिँ हामी इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङ भनेको के हो भनेर बुझ्नेछौँ। नेपालको शेयर बजारमा ठूलो परिवर्तन आउँदैछ। सरकारले इन्ट्राडे ट्रेडिङ र सर्ट सेलिङ ल्याउने घोषणा गरेको छ। सिधा भाषामा भन्नुपर्दा इन्ट्राडे ट्रेडिङ भनेको आज शेयर किन्ने र आजै बेच्ने सुविधा हो। यसले ट्रेडरलाई सानो सानो मूल्य परिवर्तनमा पनि कमाउने अवसर दिन्छ। अर्कोतर्फ सर्ट सेलिङ भनेको बजार घट्दा पनि पैसा कमाउन सकिने व्यवस्था हो। अहिलेसम्म धेरै जसो लगानीकर्ता बजार बढ्दा मात्र खुसी हुन्थे, तर अब भने केहीले बजार घट्दा पनि अवसर देख्न सक्नेछन्। सुन्नमा त निकै राम्रो लाग्छ। कारोबार बढ्न सक्छ, बजार झन आधुनिक बन्न सक्छ र लगानीकर्ताहरूसँग थप विकल्प आउन सक्छ। तर हामीले एउटा कुरा बिर्सिनु हुँदैन, जति धेरै अवसर बढ्छ त्यति धेरै जोखिम पनि हुन्छ। खास गरी इन्ट्राडे ट्रेडिङमा धेरै मानिसहरूले छिटो पैसा कमाउँछु भनेर हाम फाल्छन्, तर वास्तवमा के हो भने धेरै जसोले घाटा पनि खान्छन्। सर्ट सेलिङ त झन् एकदमै जोखिमपूर्ण मानिन्छ। मेरो विचारमा यो नेपालको शेयर बजारलाई अर्को स्तरमा लैजाने सकारात्मक कदम हो। तर यदि तपाईहरू नयाँ लगानीकर्ता हुनुहुन्छ भने ज्ञान लिएर मात्र बजारमा प्रवेश गर्नुहोस्, किनकि शेयर बजारमा सबैभन्दा पहिले पैसा होइन ज्ञान कमाउनु पर्छ।